I listen out of my headphones to supply. 안녕하세요. 저 네팔에서 온 라주라고 합니다. 오늘은 시흥시 오이도의 여행지를 소개합니다. 오이도를 포함한 다양한 여행지를 시흥에 있는 여행지를 시흥 있는 여행지를 소개합니다. नमस्ते म नेपाली चेली राजु आजको हाम्रो यो भेटघाट यो घुम्न जाने ठाउँ चाहिँ सियोङ ओइदो यो ठाउँको नाम चाहिँ ओइदो। यहाँ चाहिँ समुद्रहरू यो प्राचीन कालदेखिका पुराना प्राचीन कालका घरहरू समुद्रबाट आउने माछाहरू यो धेरै थरीकाहरू देखिन सकिन्छ। बिस्तारै यो बाटोमा हिँड्दै डुल्दै यहाँको चिसो हावा वातावरणलाई समेल्दै हजुरहरूसम्म पुर्याउने काम गर्दछु। यो समुद्र प्राचीन कालदेखिको विश्व नाम चलेको पर्यटनहरूको लागि प्रसिद्ध ठाउँ हो। यहाँ विभिन्न किसिमका प्राचीन कालका घरहरू प्राचीन कालका ठाउँहरू हामी अहिले यो रातो टापुको किनारको मुनि छौँ। यो टापुबाट यहाँ माथिको दृश्य सबै ठाउँको दृश्यहरू देख्न सकिन्छ। अर्को सहर पनि देख्न सकिन्छ। इन्चनको अर्को परको समुद्र पनि यहाँबाट देख्न सकिन्छ। यहाँ माथिबाट र यहाँ माथिबाट चारैतिरको दृश्यबाट चिसो हावा रोमान्टिक वातावरणलाई हामीले आफ्नो आँखाले देखेर मनमा सजाउन सकिन्छ। यस ठाउँमा धेरै पर्यटकहरू आइरहनुहुन्छ। यो चाहिँ सियोङको सबैभन्दा समुद्र नाम चलेको समुद्र। त्यसो भएदेखि अब हामी यो रातो टापुको माथितिर जाऊँ। सबै साथीहरू यो टापुको अगाडिमा माथिमा गएर यो वातावरणहरू सबैलाई रमाउँदै यहाँबाट हेर्न सकिन्छ। चिसो हावा समुद्रको पानी झमझम आफू माथि आउँदैछ। झमझम पानी भित्र बाहिर आउँदैछ। यहाँको वातावरण सर्वस्त देखिँदैछ। रमणीय सुन्दर वातावरण, छल्लङ पानी, चिसो हावा, रमणीय सुन्दर वातावरण। ओइदोको जो समुद्रको ठाउँमा आज हामी सबै यतातिर झिलमिली घर, माछाका पसलहरू, विभिन्न थरीका होटलहरू, माछाका परिकारका होटलहरू। 너무 좋아. 너무 좋아. 새사람 날개가 छल पानीको स्वर, ढल्केको घाम, सङ्लो सतहको समुद्र,
यहाँबाट विभिन्न किसिमका पानीमा पाइनेहरू माछा, घोङ्गे, गङ्गटा, अक्टोपसहरू मारेर छोपेर ल्याएर यो चाहिँ कोरिया भाषामा चाहिँ दोल्ते दोरे छङदाम भनेको चाहिँ घामको किरण, बिहानको घामको किरण यहाँ पूर्वबाट उदाउँदा यहाँबाट हेर्ने ठाउँ अरे। पश्चिममा अस्ताउँदा यहाँबाट हेर्दा छर्लङ्ग राम्रो देखिने यो ठाउँबाट हेर्न सकिने रहेछ। अहिले पनि घाम ढल्किएको समयमा यहाँबाट हेर्दा समुद्र उहिएको पानीमा घामको किरणले हामीलाई आकर्षित देखाइरहेको छ। आवाज सुन्न, चिसो हावा, आँखालाई शीतलता, दिमागलाई यो जहाज पुलिसहरूले समुद्रको माथि समुद्रको हेरचाह गर्नको लागि यसमा चढेर 30-40 वर्षसम्म समुद्रको हेरचाह गरेका थिए। अहिले चाहिँ यो अलि धेरै पहिलाको पुरानो भएर यसलाई सांस्कृतिक संरक्षणमा यहाँ स्थगित गरिएको छ। अब हामी यो जहाजलाई हेर्नको लागि यसभित्र प्रवेश गर्दैछौँ। हजुरहरू पनि सँगै यसभित्र प्रवेश गरौँ। अहिले हामी चाहिँ जहाजको माथितिर यसको के छ कसो छ हेर्ने घुम्ने केही कुरा यसमा बुझौँ है त। पानीको समुद्रलाई संरक्षण गर्नको लागि यो जहाजको प्रयोग धेरै वर्ष पहिले गरिएका थिए। अहिले चाहिँ यसलाई एउटा स्थगित त्यसो भए अब हामी समुद्रबाट आउने समुद्रबाट छोपेको माछा, गङ्गेटा, घोगी, अक्टोपस छोपेर ल्याएकोलाई चाहिँ हामी होटलमा गएर त्यसको परिकारहरू के कस्तो हुन्छ त्यसमा गएर त्यसको परिकारहरू खाएर हजुरहरूलाई म देखाउँछु। अहिले चाहिँ मेरो यो पोसाक बदलेको छ नि, धेरै जाडो भएर मैले अर्को लुगा चाहिँ अर्को फेरेको, त्यसमा चाहिँ केही नमान्नु होला है। यो चाहिँ होटल भात खाने होटल, यो समुद्रबाट आएका विभिन्न प्रकारका माछा, घोगीलाई मिसाएर नुडलमा पकाएर त्यसको झोलसँगै तातो झोलसँगै खानेकुराको नाम चाहिँ कोरियन भाषामा खालकुक्सु र खालकुक्सु नुडल। यो गिनान तातो कोरियाको नुडल, समुद्रबाट ल्याएको घोङ्गीलाई मैदाको पिठोमा नुडल बनाएर निकालेर कटौरामा राखेर घोङ्गी पनि निकालेर
गाजर, प्याजको पत्ता, प्याज र यसको अलिकति झोल हालेर खायो भने मिठो हुन्छ। सबैले लिनु होला, मिठो गरी खानु। सबैले एकैसाथ मिठो गरी खानु। यसको झोल चाहिँ चर्को पनि छैन, हल्लो पनि छैन, जिउरोलाई आउने स्वाद तातो तातो तातो। चोप्पिलो रसिलो मिठो कोरियाको खाना खालकुक्समिदा। सबैले मिठो गरी खानु, सबैले मिठो गरी खानु। तातो तातो झोल नुडल। धन्यवाद। आज हाम्रो घुमाएन, आज दिनभरिको हाम्रो घुमाए टावर, समुद्र, घाम डुब्ने हेर्ने ठाउँ, समुद्रको पानी जहाज, मिठो भान्साघर, मिठो प्रकारका खानेकुरा। आजको दिनहरूमा हामीले घुमेको यतिमा। अब घाम पनि अस्तायो, घाम पनि डुब्ने बेला भयो। आजको हाम्रो घुमघाम भेटघाट कार्यक्रम यहीसम्म। त फेरि भेटौँला। नमस्ते, बाई बाई।